हेलो एभ्रिवान, सेवन नमस्ते फेरि पनि मेरो च्यानलमा। अनि म चाहिँ यहाँ के भन्न आएको भने आज चाहिँ के भयो भन्नुहोस् न। म चाहिँ यस्तो कुरा भन्न आएको। आज चाहिँ म बसिरहेको थिएँ, एउटा कस्टमर चाहिँ आउनुभयो अनि उहाँले भन्नुभयो डु यु ह्याभ प्याड भन्नुभयो। प्याड भन्नुभयो, प्याड भन्नुभयो। अनि चाहिँ त्यहाँ हाम्रो स्टोरमा डिफ्रेन्ट टाइपको प्याड छ। किनभने मेकअप त्यो रिमुभरलाई पनि प्याडै भन्छ, कटनलाई पनि प्याडै भन्छ होइन। सो हुन्छ नि एउटा आहिस्ता धिमी त्यो बुझ्ने नबुझ्ने त्यस्तो पाराले सोध्यो। अनि मैले सोचेँ, मैले 2पल्ट सोधेँ सरी भने, प्याड भन्यो। अनि बुझिनँ, फेरि सरी भने। अन्त ऊ छेउमा आएर मेरो कानमा भने कि विस्पर थियो, त्यो सानो स्वरले भन्छ प्याड भन्यो। त्यो उसको हस्बेन्ड पछाडि थियो। अनि मैले सोचेँ प्याड, मैले चाल पाएँ प्याड। मैले आफूले आफूलाई अड्काल्न थालेँ। अब उसले त्यो पिरियडको प्याड भनेको कि सेनिटरी प्याड भनेको कि रिमुभर प्याड भनेको कि प्याड भनेको भनेर उसले त प्याड भन्दैछ अगाडिबाट। सो मैले सोचेँ अब उसले सेनिटरी प्याड मागेको भए त अभियसली सेनिटरी प्याड भन्थ्यो होला। अनि मैले सोचेँ उसले प्याड मागेको होला, मेकअप रिमुभर प्याड मागेको होला। त्यो डिफ्रेन्ट टाइपको प्याड छ हाम्रोमा। सो मैले उसलाई मेकअप रिमुभर प्याड देखाएँ। सो सी वाज सक्ड के मपट्टि हेरेर भन्यो। सक हुन्छ नि एउटा, के मैले गल्ती गरेको जस्तो मपट्टि यस्तो पलक हेरेर भन्यो नट दिस वान भन्यो। सो म छक्कै परेँ, नट दिस वान भन्दा म छक्कै परेँ। तर मैले सोचेँ न उसले सेनिटरी प्याड पाएको भनेर सोचेँ। अन्त मैले भने वाट टाइप अफ प्याड यु वान्ट म्याम भने। उसले भन्यो फर द पिरियड भन्यो। अरे यार, पिरियड मेन्सुरेसन, फर द मेन्सुरेसन। त्यस्तो त रिस पनि उठे, एक झुक त रिस पनि उठ्यो। सिधै आएर कि डु यु ह्याभ सेनिटरी प्याड भने म प्याड दिन्थेन डाइरेक्ट। अनि चाहिँ यसो चाहिँ के अहिले पनि मान्छेहरू प्याड किन लजाउँदो रहेछ भनेर चाहिँ सोचेँ। अब एउटा त्यो हुन्छ नि खुलेर प्याड छ, सेनिटरी प्याड छ, डु ह्याभ सेनिटरी प्याड, आई निड इट, अब हुन्छ नि त्यो खुलेको पाराले त्यो भन्नु लजाउँदो रहेछ भन्ने भयो कि। सो आई जस्ट वान्ट टु मेक दिस भिडियो। अनि म यसको पार्ट 1, पार्ट 2, पार्ट 3 गरेर पनि बनाउने छु अबाउट द मेन्सुरेसन होइन। यसको म पार्ट गरेर पनि म बनाउने छु भिडियो, किनभने दिस इज इम्पोर्टेन्ट के, यो इम्पोर्टेन्ट टपिक हो। मान्छेहरू किन चाहिँ प्याड किन्नु लजाएको होइन। मेन्सुरेसनलाई पिरियड पनि भन्छ, नेपालीमा महिनावारी पनि भन्छ। अनि एउटा नेचुरल हुन्छ, नेचरबाट आएको नेचुरल थिङ हो यो। हामीले जब बनाएको होइन, एउटा नेचुरल हो, हुने कुरा हो कि थियो होइन। एन्ड यो कुरा सबैलाई थाहा छ। हामीले यसमा छुपाउने कुरा केही छैन होइन। हामी दोकानमा गएर प्याड किन्नु कति लाउँछ। इभन इन इन्डिया देयर आर मेनी पिपल जो प्याड किन्नु लजाउँछ होइन। मेरै साथीहरू लजाउँछ। सो मलाई चाहिँ यसमा यो टपिकमा चाहिँ बनाउनु मन परेको छ कि भिडियो कि किन चाहिँ लजाएको किन्नु चाहिँ होइन। सो म उसको हस्बेन्ड पछि थियो। अनि त्यो हस्बेन्डले मलाई पुल्के हेऱ्यो। अन्त उनीहरू दुईजना अरबिकमा बात मार्यो। अनि भने कि आई निड दिस टाइप अफ प्याड भन्यो। अनि ओ म्याम यु निड सेनिटरी प्याड फर द पिरियड भने मैले जोडले। उनीहरूले मलाई पुल्के हेऱ्यो, छक्कै परे जस्तै पुल्के हेरेर मैले जोडले बोले जस्तो लाग्यो कि त्यस्तो लाग्यो मलाई चाहिँ। अब न मैले जोडले बोलेँ फर द पिरियड भनेर जोडले बोलेँ, उसलाई नाम लाग्यो कि जस्तो लाग्यो। अनि म हाँसेँ पनि। अनि उसले भने यस आई वान्ट दिस। सो मलाई यसको अब प्याड पनि इट्स डिफ्रेन्ट प्याड चाहिँ यहाँ हुन्छ। अभियसली इन्डियामा हुन्छ, तर इन्डियामा चाहिँ हामी नर्मल प्याडहरू युज गर्छौँ। यहाँ चाहिँ डिफ्रेन्ट प्याडहरू छ। जस्तै ओभरनाइट नाइटको लागि प्याड इट्स डिफ्रेन्ट मेड अफ। नाइटको लागि प्याड अर्कै बनिएको हुन्छ, एन्ड फर द डे अर्कै रहेछ, हो त्यसरी बनिएको हुँदो रहेछ। सो नर्मल प्याड पनि हुँदो रहेछ होइन।
सो उसले भने कि आई निड रेगुलर प्याड भने। अनि मैले भने रेगुलर प्याड म्याम भने किन, मलाई थाहा छैन रेगुलर प्याड यस्तो प्याड हुन्छ भने, किनभने हामी त एउटै प्याड युज गर्छौँ नि त होइन। सो मैले भने ओके भने मैले पनि पढेर हेरेँ, त्यहाँनिर एउटा चाहिँ रहेछ ओभरनाइट प्याड रहेछ जो हामी नाइटमा युज गर्न सक्छौँ, एउटा नर्मल प्याड रहेछ जो हामी रेगुलर युज गर्न सक्छौँ होइन, त्यस्तो रहेछ। अनि मैले उसलाई नर्मल प्याड देखाइदिएँ। सो द नर्मल प्याड देखेँ अनि उसको हस्बेन्डले भन्यो यु जस्ट बाई एन्ड कम एन्ड इन द के पो दबाई दोकान छु भने होइन इन द। सो त्यो म्यामले हाँसेर भन्यो ओके गिभ मी दिस भन्यो। सो मैले दिएँ अनि थ्याङ्क यू भने। त्यता चाहिँ मैले सोचेँ कि किन चाहिँ लजाएको होइन प्याड किन्नु, म त लजाउँदिनँ, मलाई त लाज लाग्दैन होइन। त्यो नेचुरल थिङ सबैलाई थाहा हुन्छ होइन, त्यो लुकाउने कुरै होइन, सबैलाई थाहा हुन्छ। अहिले झन् सबैलाई थाहा हुन्छ त्यसको कारण। सो त्यसमा लजाउने कुरा भन्ने केही थाहा छैन होइन। सो तपाईँले के भन्नु चाहन्छु यसमा होइन, प्लिज कमेन्ट गरेर भन्नुहोस् होला होइन, कि यसमा लजाउनु कुरा हो, अप्ठ्यारो मान्ने कुरा हो या होइन भनेर होइन। सो त्यति भन्न चाहन्छु। सो बाइ। एन्ड म यसको अबाउट द मेन्स्ट्रुएसन महिनावारी एन्ड पिरियड यसको बारेमा चाहिँ म एउटा भिडियो बनाउनु जाँदैछु होइन। लेट्स सी कस्तो हुन्छ। सो बाइ।